वेलकम ब्याक टु माई न्यू भिडियो। आजको भिडियोमा चाहिँ है हामी यहाँ मन्दिर हेर्न आइरहेको छौँ। ल ओइ यो बाल्न कहाँ अहिले हुन्छ त हो अनि लाइनमा जोड न त ल होइन हाम्रो ल यो मन्दिर चाहिँ होइन चट्टासँगले यो कहाँको मन्दिर भन्दाखेरि कहाँको हेरेर बनाएको कहाँको जस्तो छ त्यो चाहिँ ऊ चाहिँ दिएन त। यो कहाँको रानी पोखरी हैन रानी पोखरी हो। रानी पोखरीको यसको पोखरी बनाउनु बाँकी कि के अनि के त ए मन्दिर त नचिनेर त यो त हाम्रो रानी पोखरी हो। ल गाइजहरु यहाँ चाहिँ रानी पोखरी अरे है टक्कसँगले हाम्रो ल ल अब यो बल्छ पनि ल बाल ब्याट्रीले एकचोटि हाल्न त ल त्यो चाहिँ मार्न भने अनि पो राम्रो बनाउनु त भिडियो कहाँ चाहिँ पिटे डाइरेक्ट बनाएर हुन्छ केही पनि हुँदैन। यहाँ कहाँ मिलाउनु पर्छ नि त अहिले यो जिरोमा ल ल मिलाम त भिडियो अलिक लामै चाहिन्छ। यसले मलाई अहिले सर्ट हुन्छ क्या यसको त धेरै पैसा त अनि अब ल गर्न त ल वायरिङमा जानुपर्छ पछि हामीले धेरै पैसा त सिस्टम यहाँ डाइरेक्ट लाइनबाट बाल्नु पर्ने हुन्छ अनि ब्याट्री यो अझैसम्म राम्रो भएको छैन को क्लियर यो फिनिसिङ भएको छैन। यो त कहाँ भएकै छैन नि ल नि त ल कलर बाकी ल ल है अहिले राति देखिन्छ हाम्रो यो सबै टच भएको छैन त्यही भएर म दुरो बोल्दैछु कलर तर पनि त राम्रै छ यार। यो तल पनि स्टेप बाई स्टेप नि यो त तल्लोसम्म छ नि ए अनि यो चाहिँ जोड त हातमा हेरौँ मलाई हतार छ कता जानेर हतार हौ काम हेरेर छ न काम छ नि यस्तो यस्तो चाहिँ बनाएको छ हाम्रै गाउँको केटाले यस्तो चाहिन्छ भने यो सेलमा छ अरे 1000 रुपियाँ। यो अहिलेसम्म राम्रो फिनिसिङ छैन 1000 भनेको होइन तैँले यो भनेको 1000 रुपियाँमा लान्छ भने 1000 मा लाने भए ल कमेन्टमा गरिहाल्नुहोस् उसले यो लाइनहरू मिलाएर दिइहाल्छ तपाईँहरूलाई है। के चाहिँ गर्ने यसलाई अब 1000 रुपियाँमा लानेलाई के चाहिँ भन्ने त के चाहिँ गरेर दिने अब 1000 मा अर्डर आइगयो भन्ने होइन। यो त कहाँ 5% मात्रै भइरहेछ अनि 95 बाँकी छ अनि सक्छ मलाई अब 100 मा कति 5% मात्रै बनेको छ अब 95% अझै बाँकी छ बन्नलाई। रानी पोखरी थाइल्यान्डमा चाहिँ चट्टै चाहिँ यो चाहिँ होइन यहाँ सुन्न बनाउने मान्छे र यो चाहिँ बनाउने मान्छे सबै होइन यो 100% भएपछि चाहिँ कति हो यसको दाम चाहिँ ल भन् त। त्यही हो 1000 मा अब भयो भने दिनेवाला छु म सबै क्लियर गरेर पनि वान पिस मात्रै बनेको अब म बनाउँदैन अनि यसमा कलर बाँकी छ कलर बाँकी छ लाइटहरू छ यहाँ है। ल साथीहरू चाहिन्छ भने सानोमा जस्तो डस्ट खुवाउने खालको जस्तो लाग्यो तपाईँ पनि कस्तो डच हौ लान्छु भन्दै छैन के लाग्छ नलाने लास्टमा पक्का अब अहिले यहाँ बिक्री छैन तल अनि अस्ति त्यस्तो दामी मैले बानेको 60 ले गएपछि अनि